I just want you to be happy and always be who you are. तपाईपट्टि यस्तो ढल्को क्यामेरा हेर्दा कस्तो आउँदैछ म आउँछ नि म आउँछु नि हैन आउँछु हैन उज्यालो आउँछ त्यो फोनमा राम्रो खालको बलि हैन छिटो न हामी चाहिँ के अरे सिक्रेट दिवाली गिफ्ट खेलेको है र आज चाहिँ यो गिफ्टको चाहिँ एउटा थिम छ मेरै गिफ्ट त मलाई किन आफ्नो चाहिँ गरे कसै अब भन्नु त आफूलाई त कसरी आफूले हामीले चाहिँ सिक्रेट दिवाली खेलेको थियो जसमा चाहिँ 4 जनाले चाहिँ 4टै गिफ्ट ल्याउनु पर्थ्यो तर उहाँले चाहिँ 3टामा चाहिँ ल्याएछ आफ्नो लागि ल्याएन रहेछ तर आफूले आफूलाई कसरी दिन्छ गिफ्ट भनेर सबैभन्दा पहिला आफूले आफूलाई दिनुपर्छ अन्त यो चाहिँ के हो यो प्रभुको सरको उयो हैन अब हामी फाइनली दिवाली त सकेको कहिले हो तर अब खास सबैजना भेला चाहिँ अब 4 जनै भेला चाहिँ आज पनि थ्याङ्क यू भेरी मच अब राख्नु हामी प्याकिङ नगर्ने मैले चाहिँ यो किन विशेष प्याकिङ गरिदिएको भन्दाखेरि चाहिँ अस्ति सरगुडामा चाहिँ साह्रै सुनको दाम बढ्यो त्यो भएर चाहिँ भित्र सुन नभए बाहिर चाहिँ सुनै ल्याइदिएको यो चाहिँ आफूले आफ्नो लागि ल्यायो योभन्दा चाहिँ पोर्दै मेरो चाहिँ अब के प्याकिङ सेकिङ छैन कन्सिडर गर्दैछ होला हो मेरो पनि अब यस्तो आयो वाउ सो नाइस यो चाहिँ हतारमा किनेको मैले लु कलर छान्नुहोस् हो लु थ्याङ्क यू केटीको एउटा कलर लैजाऊ केटाको एउटा कलर लैजाऊ त्यो भनेको खोला भन्नु पनि भएको छैन मेरो चाहिँ त्यो अलग अलग छ गिफ्ट ए अलग अलग छ मै खोज्छु मेरो गिफ्ट नसुवा अहिले चाहिँ कुनै छुन्छ मैले केटीहरूको लागि अलगै केटाको लागि अलगै यही चाहिँ मलाई साह्रो परेको थियो केटी र केटा एउटै भनेर चाहिँ मैले चाहिँ केटीको लागि गिफ्ट अलग्गै मन पर्यो केटाको लागि अलग्गै मन पर्यो नि त अब खास मैले केटीको नो प्रब्लम एज फार एज गिफ्ट चाहिँ हाम्रो दिस इज फर गर्ल्स वाउ प्रभुको साला चाहिँ राउन्ड खाने Even for me, इन्डिभिजुअल अब घरमा चाहिँ प्रमोसन हाम्रो 4टै गिफ्ट भयो भिडियो भयो खोलेको हेरौँ न खोलेको थिम चाहिँ मैले के हो के भनेर त्यो भन्ने होइन यस्तो के रहेछ कलर चाहिँ दुईजना कसैको जुझेन रहेछ त्यो बिस्तारी ल भित्र खोल्दा चाहिँ बिस्तारी ल खोल्नु न त्यो कलर चाहिँ म जान्दिनँ है What is this? उयो के अरे मफलर Wow, so nice भित्र साट्नु त्यो त जान्दिनँ राईको यस्तो होइन I love this. मलाई कुन चाहिँ कलर पर्यो यो त ठिकै छ कुन चाहिँ यो कलर हुन्छ ड्रिम क्याप्चर कलर के त कुन चाहिँ पर्छ त्यो राख्नु मेरो देखाउनु त कस्तो छ किन कलर लेडिज छ हेर त यो कलर हेर त अलिकति एकछिन ल किनभने आफूले किनेको त आफूलाई है जस्तो होइन मैले त उयो भने त्यही भनेर मैले लास्ट म त होइन प्रमोसन राख्नु न मेरो केजी नै परेछ ठिकै छ ठिकै छ ए तपाईँ यो राख्नु मलाई म त्यो लान्छु एउटै त छ होइन अनि यो केटा कलर मेरो यो कलरको छ ड्रिम क्याचर मेरो यो यो चाहिँ फेरि अब प्रभु बनाएको ल आफै हाम्रो त देखिहाल्यो होइन अब उमा मिस हाम्रो
उमा मिसको चाहिँ यो फेस टावल रहेछ मिस यस्तो मुलायम 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 यस्तो खजिलो अनुहारहरू यस्तो मुलायम होइन त्यो के अरे अनुहार खोर्सिन्छ भने कि टावल खोर्सिन्छ अनुहारले टावल खोर्सिन्छ होला उसाल फोन गर्नु हामीले नखोलिदेखि पठाएको फेरि है ताबाकोमा खानु भनेर बिहान फेसबुक हेरेको थिएँ टक्कै अब मलाई झन् यसमा खानु अरे नि त बिहान फेसबुकमा हेरेँ थ्याङ्क यू पुष्कर सर थ्याङ्क यू मादी थ्याङ्क यू एभ्रिवान वाउ सो नाइस आइसमिसको बर्थडे हामी सबैको बर्थडे सबैको बर्थडे हामीले त दिएन नि कुरा धन्यवाद त्यो चाइनाबाट आएको दामी है मन परेको चाहिँ थ्याङ्क यू एभ्रिवान कसले दिएको तिमी हजुर के हो यो त्यो अब दिवालीको दिवालीको भयो दामी लाग्यो मैले छानेको व्हाइट कस्तो क्युट है यो प्रभाकरले दिनुभएको इट्स सो नाइस मजा लाग्यो है यो तामाको देख्दा झन् सन्चो भयो मलाई पो भुँडी दुखेको हो त आइसा मिसले दिएको पनि म यिनीहरूले पुरा विन्टर सोचेछ होइन यो चाहिँ सेल्फ गिफ्ट हो होइन ड्रिमका चाहिँ बनाउनु नि भत्ता लाग्छ यो त होइन कि यो एउटा छोरा चाहिँ पक्रेर ड्रिमका चाहिँ आइसा मिसले आफै बनाएर दिएको अरे होइन बहिनीसँग तर अब यहाँ चाहिँ हामीले नपत्ता कसम खाइन्जेल हामी चाहिँ किनेको भनेर सोचिरहेको थिएँ होइन कसम भइन्जेल भन्यो बिचराले थ्याङ्क यू आफै यस्तो मेहनत गरेकोमा आउँछ मर्यो बियर होइन त उयो खानुपर्छ ब्ल्याक टी ब्ल्याक कफीहरू खानुपर्छ वाइन खाँदा पनि हुन्छ प्रभाकर सरको बर्थडेको गिफ्ट दिन आँटेको छु दिस इज अ बर्थडे गिफ्ट मखना पनि हुन्छ तर अस्ति बर्थडे थियो होइन अस्ति हामीलाई ट्रिट दिएको थियो फेरि दिनेवाला छ कहिलेतिर र बर्थडे गिफ्ट हामीलाई आज दिएको यति आलुदम र खिर त हामी घरमा पनि खान्छ अझै बेसी चाहिन्छ बादमा लु खोल्नु न अनप्याकिङ पनि गर्नु न बिमी टिमिलहरू के ढुकेको है कसकोबाट अरे सबै हामी 3जनाकोबाट पिकै भएको अन्त 3जना मान्छे कस्तो कस्तो छु अन्त त्यो भित्र खोल्दा चाहिँ सानो सानो सामान निस्किँदा थाहा पाउँछ अहिले त बिना भन्दैछ त्यो हट एन्ड कुल दुइटा हुन्छ ला मैले एउटा कुरा बिर्सेछु के अब अर्को खोल्नु मलाई स्लो भन्दै तपाईँले अहिले के पनि भन्नु नि त अब के भएको बर्थडे पहिला भन्नु यो ल्याउनु पर्ने साबदेखि त्यसको पनि त्यो तपाईँलाई काजुहरू हाल्नु नि नानीको लागि हुन्छ त उकाइदिनु देखे उकाउन न त्यो मजाको छ यो हट एन्ड कुलै रहेछ नि त होइन हामी 3जनाबाट गरेको फोनमा भिडियो कल गरी गरी हो यहाँ चाहिँ थियो अब उयो जान्दै को थियो को जान्छु दिवाली गिफ्ट मुस्किलले किन्नु पर्छ
त्यो झन् मलाई देख्ने हुन्छ क्या मन परेको नि हौ छेउमा देखाउनु त नयाँ उयो डिजाइन देखाउनु भने के देखाएको त्यो नयाँ चिया खाने ग्लास चाहिँ भयो अब चाहिँ कप चाहिँ कस्तो दाम छ है ठिक्कै तर म यसमा चाहिँ तपाईँहरू कम्ती खान्छ आएर अरू खुवायो भने चाहिँ 2 पल्ट थप्नु पर्यो मिस्टर त्यस्तो दुई खान्छ कलेज म त खायो चाहिँ भन्दा बेसी खान्छु अब त खाँदिन होइन म ग्यारेन्टी दिन्छु यो के मलाई यस्तो त्यो चिज सोच हुन्छ नि फ्राईहरू सोच मैले तपाईँले टिफिन मैले त तपाईँलाई नसोचेर नानीलाई पनि सोचिदिएको नानीलाई पनि लानुहुन्छ टिफिन बक्स भनेर यो त नानीलाई राम्रो हुन्छ यसमा त लियो आइसले मात्रै खाइदिन्छ तर होइन गहिरो पो रहेछ त तर खाइरो रहेछ ए उयो रहेछ नि त ए हुन्छ तपाईँले रोटी सब्जी ल्याउनु कति चाहिँ खाला र कति चाहिँ ल्याउला र त्यही त पुरा ल्याउला जस्तो नि है चाची ने पुरा ल्याउला जस्तो नि दामी दामी थ्याङ्क यू हजुरहरुलाई धेरै धेरै धन्यवाद घरको आइटम बिहा गरेको हो नि त म्यारेजहरू हो नि त एजले गर्दा यस्तै चिजहरू मन पर्दछ है यस्तो मन पर्थेन होइन तपाईँलाई मन परेको मन परेन ल केही शब्द भनिदिइहाल्नुहोस् केही शब्द ल के मान्नुहुन्छ ब्याग दिनु पर्यो तपाईँले दिन्थे तपाईँको ठुलो त मलाई दिनु कि तपाईँले ल होइन म ठुलो म तपाईँ लानु न लु भनिहाल्नुहोस् ल तपाईँलाई कस्तो फिल भयो गिफ्ट पाएर आजको यो सरप्राइज गिफ्ट है सरप्राइज त थिएन है मनमा त राखेर भएन गिफ्ट गिफ्ट सरप्राइज थियो चाहिँ सरप्राइज गिफ्ट पाएर दिवालीको त थाहा थियो यो चाहिँ अब सरप्राइज पाएर चाहिँ एकदमै खुसी लाग्यो फेरि धेरै दामी दामी गिफ्ट रहेछ साथीहरूकोबाट हो चोर चाहिँ नि डरसरी भइरहेको छ त्यो लाँदैनौँ हामी हेर्नु 3 जनाले के खोटा लानु है साह्रै मन पर्यो थ्याङ्क यू भेरी मच सबैलाई युआर वेलकम तपाईँ वेलकम भयो होइन अब ल यो यति नै हो अर्को गिफ्ट पनि झिक्नु थाल्यो त होइन त्यो त सबै देखाएको होला नि यति भयो भनेर मर्यो त मजा एकछिन भए है यस्तो गिफ्टहरू पाउँदा खुसी लाग्छ यसरी पाइरहनु नि हामीलाई अरूहरूले पनि दिइरहनु नि ल लानु सरप्राइज गिफ्ट दिएको है मैले कसलाई भने तपाईँलाई भने ए कर्मीको लागि हो ए कर्मीको लागि I just want